आज सन्डे छुट्टीको दिन। तपाईहरुलाई मेरो च्यानलमा वेलकम छ। अब हामी चाहिँ एकछिन बाहिर गएको। आज एक दिन छुट्टी, अब यसो सन्डेको दिन चाहिँ छुट्टी है। हामी सबैजना जुत्ता खोल्छौ। एडोनाई जुत्ता खोल्नु हुँदैन, जुत्ता खोल्नु हुँदैन। आज चाहिँ पुरै घाम लागेको छ, हेर्नु नि यहाँ घाम लागेर अनि गाडी पनि अलिक मैला मैला भएको छ। ऐना पुरा मैला भएको छ, धुनुपर्छ। अलिक गाडीलाई पनि धुइधाइ गर्नुपर्छ हो। उता हेर्नु, उता उता अगाडि अगाडि उता है, उता है। यो कुर्ता चाहिँ के अरे मैले नाइकाबाट किनेको कि, इन्डियामा नाइकाबाट किनेको कुर्ता लगाएको। आज नयाँ कुर्ता अहिले चाहिँ कस्तो मजाको हरियो 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 भएको छ हो। अस्ति नै चाहिँ कस्तो थियो, अहिले त हरियो भएको छ। अब यही हो, 2-3 महिना हो घुम्नु फिर्नु। त्यहाँदेखि त हिउँ परेपछि त कतै जानु पाउँदैन, भिडियो गर्नु पाउँदैन, यही गर्नु पनि पाउँदैन हो। यही हो, 2-3 महिना घुम्नुपर्छ। ए कति मजाको हरियो हरियो भएको छ। यो घरहरू देखिँदैछ नि, यो चाहिँ बुढाबुढी बस्ने घरहरू हो। यो घरमा चाहिँ सबै बुढाबुढीहरू मात्रै छ। रिटायर भइसक्यो, काम गर्नु नसक्ने बुढाबुढीहरू चाहिँ यहाँनिर बस्छ। जतिजना बुढाबुढीहरू हुन्छ नि सबै यहाँ बस्छ। हुनु त उनीहरूको छोराछोरीहरू हुन्छ, तर पनि अब यो पनि हो, छोराछोरीसँग चाहिँ बस्दैन नि त, उनीहरू अलग्गै बस्छ। त्यही कारणले गर्दाखेरि हेर्नुहोस् न, यहाँको घरहरू चाहिँ यस्तै हुन्छ है। लु है, हामी चाहिँ वालमार्टमा सपिङ गर्नुको लागि आइपुगेका छौँ। घरको सामानहरू चाहिएर, सब्जीहरू चाहिएर चाहिँ हामी वालमार्ट आएको छौँ। यो कलर चाहिँ म युज गर्छु। यो कलर चाहिँ अलिक सस्तो पनि पर्छ, राम्रो पनि टिक्छ, धेरै दिन पनि बस्छ कि। त्यही कारणले गर्दा म चाहिँ यो कलर लगाउँछु। अरू यो ठुलो ठुलो प्याकेटको चाहिँ साह्रै महँगो हुन्छ कि। यो चाहिँ $3 मात्रै पर्छ। यो सानो प्याकेटको चाहिँ राम्रो कलर बस्छ क्या हो। धेरै दिनसम्म, महिना दिनसम्म मजाले कलर बस्छ। त्यही कारणले गर्दाखेरि चाहिँ म यो गार्नियरको सानो प्याकेटको बस्नु पनि 10 मिनटमै भइहाल्छ। लगाएको 10 मिनटमै भइहाल्छ। यहाँ नोस्, यो चाहिँ गिलासहरू, घरको सामानहरू, कति मजाको मग हेर्नुहोस् न। मग यहाँनिर कस्तो अचम्मको मगहरू छ यहाँनिर। भाइरल मगहरू छ यहाँनिर चाहिँ, एकदम भाइरल मगहरू। मान्छेहरूले पुरा लान्छ यो मगहरू चाहिँ। यसमा चाहिँ कसरी कफी खानु, कसरी चिया खानु, यो त सजाएर राख्नु मात्रै हुन्छ है। यो चाहिँ, यो मुनिको चाहिँ कफी खानेहरू हो। यहाँ नि यो फेरि के हो, कार्टुन जस्तो छ। यो चाहिँ कार्टुन जस्तो मग रहेछ। यो चाहिँ कार्टुन जस्तो मग। अहिले चाहिँ हामीहरू सपिङ गरेर पनि हामी बाहिर निस्केका छौँ। यहाँ हेर्नुहोस् न, यो सानो गाडी कस्तो मजाको गाडी छ नि। यो पुरानो मोडलको गाडी। फेरि आए मेरो यहाँ एमाजोन प्याकेज हेर्नु है, मैले के मगाएको छु हेर्नु है।
यहाँबाट खोल्ने हुँदो रहेछ कि हामी नजानेको क्या यहाँबाट यस्तो गरेर यसरी खोल्नु पर्दो रहेछ कि मैले चाहिँ नजानेर कति च्यातेर यो के अरे टिकटकमा भाइरल भइरहेको छ नि त यो टिकटकको भाइरल वेट लस अरे यो टिकटकको भाइरल मैले मगाएको टिकटकबाट चाहिँ नमगाएको मैले यहाँ हेर्नुहोस् है यो खायो भने चाहिँ वेट लस पनि हुन्छ अरे होइन यसमा फाइबर पनि हुन्छ अरे सबै कुरो हुन्छ अरे भनेर मैले मगाएको चिया सिड पनि हुँदो रहेछ यसमा सप्लिमेन्ट डाइरेक्टली सप्लिमेन्ट अरे यो यहाँ छ है नाम चाहिँ यहाँ पहिला म खाएर हेर्छु कस्तो हुँदो रहेछ यो चाहिँ अनिखेरिबाट चाहिँ तपाईँहरूलाई बताउँछु है यो कस्तो हुँदो रहेछ भनेर यो चाहिँ टिकटकमा चाहिँ पुरै भाइरल भइरहेको छ मान्छेहरूले पुरा किनेर खाइरहेको छ हो म यति घटेँ भनेर भनिरहेको छ कि त्यही कारणले गर्दा म पनि ट्राई गर्छु ट्राई गरेर अनि राम्रो भएछ भने तपाईँहरूले पनि मगाएर खानुहोस् होला यसको चाहिँ भित्र चाहिँ सानो सानो प्याकेज हुन्छ दिनमा एउटा खानुपर्छ यो चाहिँ पुरा टोइलेट हुन्छ अरे यो खायो भने नि पुरा टोइलेट हुन्छ अरे यस्तो प्याकेट हुन्छ अनि यस्तो चाहिँ गिलिक हुँदो रहेछ यो चाहिँ पुरा टोइलेट हुन्छ अरे यो खायो भनेदेखि चाहिँ त्यही कारणले गर्दा टोइलेट भएपछि चाहिँ अब वेट लस पनि हुन्छ होला ट्राई गर्ने पहिला चाहिँ म भन्दिनँ राम्रो हुन्छ भनेर चाहिँ होइन मैले चाहिँ एमाजोनबाट मगाएको यो चाहिँ एमाजोनबाट मगाएको यो चाहिँ यस्तो हुँदो रहेछ है यस्तो हुँदो रहेछ ट्राई गर्छु म खाइहाल्छु ल टेस्ट पनि दामी मिठो लाग्यो मलाई